समय मैले वेद पाठ गरेको भए, त्यो समय मैले पुराण लगाएको भए, त्यो समय मैले धर्म कर्मको कर्म गरेको भए, त्यो समय मैले आमा बाबाले भनेको मानेको भए, त्यो समय मैले राम्रो गतिमा हिँडेको थियो भने आज मेरो दशा यस्तो हुँदैन थियो भनेर बार बार पश्चाताप हुन्छ। त्यो हजुर हामीलाई त्यो पश्चाताप नहोस्। वेदको पाठ हरदम न मैले, न वेदोक्त सत्कर्म थामे क्रमैले, गरौला गरौला निभन्दै माए, बिना कामले आय मैले गुमाए। बिना कारण मैले यो आयो गुमाए, व्यर्थमा मैले यो आयो गुमाए। आखिरी यति पछुतो भइरहेको छ प्रभु, आज मलाई बेलैमा मैले वेद पाठ गरेको भए, बेलैमा धर्म कर्म गरेको भए, बेलैमा हजुरलाई सम्झेको भए दशा हुँदैन थियो। तब फेरि भन्छ त्यो जीव तडपी तडपी रुँदै रुँदै भन्दैछ, न वेदान्त वा धर्मका शास्त्र हेरे, बडाले भनेको न त बात टेरे, न विद्या कमाए न भक्ति बढाए, बिना कामले आयो मैले गुमाए। न त मैले बेलैमा विद्या आर्जन गरेँ, न त मैले बेलैमा धर्मको काम गरेँ, न त मैले बेलै छँदा कुनै पनि परोपकार आदि सत्कर्म गरेँ। प्रभु धिक्कार छ, मलाई धिक्कार छ, आज मैले यो कष्ट खेपिराख्नु परेको छ। त्यो जीवले भन्दैछ, यति तडपिन्छ नि, यति दर्दनाक हुन्छ नि, चरम सीमाबाट पार हुन्छ, चरम सीमाबाट। त्यहाँ कुनै मन भएका हुँदैनन्, अत्यन्त भयानक दण्ड मिल्छ, अत्यन्त भयानक दण्ड। र पुनः भन्न लाग्छ त्यो जीवले, हे प्रभु, हे नाथ, आफ्ना वंशजलाई सम्झिँदै भन्छ, आफ्ना छोराछोरीलाई, आफ्नो पत्नीलाई सम्झिँदै, आफ्नो पतिलाई सम्झिँदै भन्न लाग्छ, न निष्काम भई धर्ममा चित्त लाए, न कुनै कुरा देवतालाई चढाए, न कुनै पनि कुरा त्यो व्यक्तिले भगवानलाई कहिले चढाएन। केही कुरा पाउँथ्यो हातमा क्वाप्पै खान्थ्यो, पाउँथ्यो क्वाप्पै खान्थ्यो, त्यो त राक्षसी भोजन भयो नि। हे प्रभु भनेर कहिल्यै सम्झेर खाएन, सधैँभरि एक्लो एक्लो एक्लै एक्लै। कुनै पनि न चान्द्रायणहरूद्वारा कुनै व्रत गरेर उसले पाप घटायो, न केही गर्यो, बिना कामले प्रभु आयो, मैले बर्बाद बनाएँ, बर्बाद बनाएँ, मैले समय बर्बाद बनाएँ। यति मूल्यवान मनुष्य शरीर मैले बेकारमा त्यसै गुमाए। हे प्रभु, न संसारमा सार वा दोष खोजे, न वैराग्य वा एक राग रोजे, न कान्ता न शान्ति कुनै हात लाए, बिना कामले आयो मैले बढाए, बिना कामले आयो मैले गुमाए। मैले कुनै त्यस्तो सत्य कर्म गरिनँ प्रभु, बिना कारण मैले यो आयुलाई घटाउँदै गएँ, आज यो सबै दण्ड भोगिराख्नु परेको छ। अबदेखि यस्तो कहिले गर्ने छुइनँ प्रभु। हे नाथ भन्छ, पटक पटक तडपेर माफी माग्छ, फेरि आउँछ, फेरि पापै कुण्डमा पस्छ। जय राधे। न सत्सङ्गमा काल मैले बिताए, न एकान्तमा गई समाधि लगाए, न मनलाई रोकेर भित्रै जमाए, बिना कामले आयो मैले गुमाए, बिना कामले आयो मैले गुमाए। न योगी महात्मा
पुर्खा अघिका सबैलाई नै तारे न गई तीर्थमा बस्न हरदम रुचाए हे जगन्नाथ हे आज यो होस पाए जगन्नाथ हा आज होस पाए जगन्नाथ आज होस पाए। हे जगन्नाथ हे प्रभु हे नारायण आज मैले यो होस पाएँ न त आफ्नो बाआमाले भनेकै कुरालाई मैले शिरोधार्य गरेँ न पुर्खाहरूको कुरालाई मैले माने न मेरो रीतिरिवाजले धर्म संस्कार अनि संस्कृतिलाई मैले अपनाएँ न त मैले पितृका लागि केही दान पुण्यको कर्म गरेँ न मैले देवताकै लागि कहिल्यै कुनै त्यस्तो परोपकार गर्न त कर्मै गरे न त तीर्थमा गएर एक रात भए पनि बास बसे एक समय पनि एक पग पनि एक घडी पनि न त तीर्थमा जाने गए। म खाली क्रोधी थिएँ कामी थिएँ अत्यन्त लोभी थिएँ अत्यन्त अहङ्कारी थिएँ मलाई सबै यसैले पुग्छ भन्ने ठान्थे तर प्रभु होइन रहेछ यतिकैमा नपुग्दो रहेछ प्रभु। जो व्यक्तिले परोपकार गरेर धर्म गरेर पुण्य आर्जन गरेको छ त्यो व्यक्तिले वास्तवमा सुखमय जीवन प्राप्त त यहाँ लोकमा गर्छ परलोकमा पनि गर्छ। हे प्रभु आज मेरो दिन यस्तो भयो भनेर पछुतायो यो पश्चाताप यहाँहरूमा हजुर हामीमा नआओस्। त्यही भएर सुरुमै बुद्धि ज्ञानको अङ्कुर आउनुपर्छ सत्कर्ममा लाग्नुपर्छ। प्रेमले भनौँ त आमा बाबा राधे राधे।